बर्थडेको लागि तयारी हुँदैछ। आमामा मासु त नि मरत छ त नि। पुलाउको पानी पानी पुलाउ बर्थडे पनि त्यसको साथसाथै गुनिउचोली पनि अचार खोर्सानी चाहिँ कत्रो अनि रोनीहरुको इन्ट्री हुँदैछ है। आमामा नाच्नु थालो फेरि हाम्रो बर्थडे गर्ल चाहिँ यता हुनुहुन्छ यति राम्री भएर ह्यापी बर्थडे टु यु बाटुली निक्लो आन्टीकोबाट बस ल फेरि हिन्दी गीत भएन रे साइलाले फुटाइन्छ ठिक। सेवा साथीहरु नमस्ते वेलकम छ मेरो ब्लगमा। म चाहिँ इन्दिरा राई अनि नानीको नाम भन त्यसो नगरी राम्रो ज्ञानी भएर र बाटेको चाहिँ बर्थडे बोल्दै बोल्दैन नक्कली यसलाई आज हात्तीको नक्सा भएको पैसै नदिनु। आमैको फेरि सुताइ खतरा छ यहाँ गाइस गर्मीले मर्ने बेला भइरहेछ। अनि यहाँ चाहिँ आज हाम्रो बाटुली भदैनीको बर्थडे अनि प्लस गुनिउचोलो अनि यता हाम्रो हात्ती ग्रुप छ। के काटेको टमाटर ज्यान चाहिँ अहिले नि मेरो जत्रै छ पुरा अचारको लागि तरकारीको लागि यहाँ धमाधम भइरहेछ। खोइ अरू चाहिँ कता गए आलु चाहिँ कहाँ तास्छु छ उता अब आलु अब चप्पल कसले लगिदियो। यहाँ चाहिँ बर्थडेको लागि तयारी हुँदैछ। हाई गर केटाकेटी हो हाई गर मेरो ब्लगमा स्वागत छ। हात्तीहरू हात्ती र गैँडा यता हेर के को लागि अचारको लागि एउटा चाहिँ थालले छोप्दैछ थाल भन्दा गोरी छु भनेर हाँस चाहिँ कस्तो कत्रो कत्रो छ त आमामा मासु त नि डह्रो छ त नि अन्त देखाउने आमामा मासु त नि मरत छ त नि कहाँ पुग कत्रो हौ पाइपबाटै राम राम मासु मासु त मरत छ त हौ। के यो छम्किएको यो चाहिँ के दाजु पुलाउको पानी हो चाहिँ पुलाउको पानी त पानी पुलाउ ए खै त मरत छ त नि भेना के को लागि पुलाउको लागि तयारी यता चाहिँ भिनाजु पुरा व्यस्त हुनुहुन्छ आइ भनिदिनु न त नि मेरो ब्लगमा भरे डान्स दर गर्नुपर्छ है। आज के को लागि यसो तयारी भेना आज चाहिँ अब बाटुलीको चाहिँ अब बर्थडे पनि त्यसको साथसाथै गुनिउचोली पनि आज चाहिँ रमाइलो हुन्छ दुईटा पार्टीमा रमाइलो तर डान्स हान्नुपर्छ होइन भेना यता साइला भेना पनि डान्स दर गर्नुपर्छ है। ए लडी गयो पनि यहाँ चाहिँ हाम्रो आमामा धेरै पिरो हुन्छ है दाजु उल्टी सुल्टी सबैतिर मासु र फुल संजोग त हो 6 बजेदेखि 8 बजे भक्कु खाने मिठो मिठो बनाऊ है केटाकेटी म चाहिँ लागेको अब हाम्रो सोनिया जान देखाइदिए गरौँ न किन गएको नि अब म त फर्किने गरी आएको नि अब जाने म चाहिँ जिन्दगी बाई बाई छोरीहरू। हेलो सुन्ता भाडामा सरो व्यस्त हात्ती धन्दा यताबाट हात्ती मेरो साथी। हाम्रो बर्थडेको गुनिउचोलोको तयारी हुँदैछ। यहाँ चाहिँ है अचार यो चाहिँ के हो मासु पनि कति तरिका यो अचार खोर्सानी चाहिँ कत्रो अनि उयो भन्दा धेरै छ त पिरो छैन मार्नै पर्यो यिनीहरूले आज पनि। फाइनली साथीहरू अब नानीको बर्थडेको केक काट्नुलाई हामी चाहिँ रेडी भइसक्यौँ। साथीहरू अनि ड्रेस चेन्ज गरेर हामी चाहिँ म्याचिङ कलर को अन्त नि लगेको साथीहरू अनि यहाँ रेडी हुँदैछ हिरोइनहरुको इन्ट्री हुँदैछ है। आमामा नाच्नु थालो फेरि सुट्यो के चप्पल
आफ्नो यस्तो राम्रो छ नि त हेर नि राम्रो भयो भने के हाम्रो चाहिँ देखाइहाल्नु देखाइ त हाल्नु त गाइचो जिन्दगीमा अब लाग्यो ल ह्याप्पी बर्थडे भन छोरी हाम्रो बर्थडे गर्ल चाहिँ यता हुनुहुन्छ यति राम्री भएर थ्याङ्क यू निनी भने खोइ ल त्यसको के हो इन्जार सिन्जार नक्कलीको ए नाना हान्ला अलिक राम्रो कानको पछाडि के भएको के कालो कालो लाग्यो यसो त छिटो गर न छिटो गर तिमीहरू चाहिँ के गर्दैछौ यो निनी खाल अरे तेरो नाना खाल हो खाल्दैछ क्या हो हाम्रो बर्थडेको यहाँ तयारी भइरहेछ पहिलेको 1 वर्षको बर्थडेको त छेलिहालेछ नि हाई हाँस नानी हाँस ह्याप्पी बर्थडे टु यु बाटुली खोइ छिटो लगाइदिएर छिटो छिटो राम्री बना नानी हाँस अलिक हाँस अहिले कस्तो होइन अलिक हाँस हाम्रो नक्कलीको यहाँ यस्तो छ के को वाउ ह्याप्पी बर्थडे टु यु बाटु यो बर्थडे चाहिँ कसको तर्फबाट हो सिस्टर्स तर्फबाट दुईटै दुईटै हो दिदी बहिनीको तर्फबाट लु खै हाँसेको लप देखाइदेऊ लप 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 छिटो ल आज के भन्छ यसको फोटो खिच्दै के गर्ला नि यसको के काट्न चलाउँदै थियो दुईटा थियो अघि नाच्दै थियो यहाँ त छैन यसले म बसेकोमा भन तर होइन अघि हामीले हेर्दै थियो क्या मैले पार्दैन ल केकको पर्खाइमा यो चाहिँ धेरै केक खाने अरे ह्याप्पी बर्थडे टु यु बाटुली ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु बाटुली अगाडिबाट बाल्न त्यसको इसारा त्यस्तो के हो दर्श फेरि भरे आफै छुस हुँदाखेरि टाढाबाट गर्न यो सो आज के यसको देउता खुसी ओसिएको पऱ्यो क्या हो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु हाँस्न नि हाँस्न हौ ह्याप्पी बर्थडे डियर बाटुली ह्याप्पी बर्थडे टु यु लु अब लु केक काटौँ क्यामराम्यान यता सुटीमा यो सुटीको नक्कलदेखि भिडियो देख्नु पर्यो सुटीमा त्यही त मन्दिरले मानेन आमा बाउको पाली अघि केक त नि पोल्टिका लगाइदिनु न दाजु खाइपाल्नु भएछ चाहिँ खानु पर्ने
लगाइदेऊ आमालाई टिका लगाइदिनु पहिले अनि थ्याङ्क यू भने खोइ साना थ्याङ्क यू आमा भन्यो नानी आमा जानु नि कसले कराएको होइन अघि नाचिरहेको हाम्रो सानालाई बुवा आमाको तर्फबाट गिफ्ट खै थ्याङ्क यू भनेको ल खाने मजाले अमन हुन्छ केकले आमामा ह्याप्पी बर्थडे हाम्रो कपाल रानी अलिक मिलाइदियो अलिक अर्छ खै थ्याङ्क यू मामु पापा भनेको खोइ थ्याङ्क यू आमा पापा भन्नु छोरो त्यसले भन्दा यसो के को देउता खुसिएको को नि मुमाको तर्फबाट मुमा धेर केक नखानु भयो वाक वाक चल्छ अब आमा बहिनीको झोला बिस्नु बिस्नु झोला पनि के हो जापानबाट सिकाएको उसको ब्याग छैन मोबाइल खाइदिनु खोइ यसो के देउता खुसिएको छ आगोले डढिसक्यो सब्जी आन्टी हाई गर्नु है तपाईँको उयो बहिनीलाई दिएन उयो सानो बहिनीलाई मेरो सानी भदैनी किनकि खुसियाली छैन मेरो भदैनी के भयो साँच्चै लाग्छ भराइदिन्छु धेरै ल निक्लो आन्टीकोबाट घर जानुलाई पोकाइ बोकेर अब खाँदै अब बोकेर घरै पुलाउ फर्स्टचोटि माइतबाट लगेर गयो अब फर्स्टचोटि अरे लान्छ कतिचोटिलाई पनि त्यहीँ माथि लगाइदिनु न म डिक्कीमा त मिलाइहाल्छु नि राम्रोसँग नाच्नु भएन दामी उल्टी सुल्टी भरे म भ्लगमा सबैको हाल्छु लु गएको मिलाएर पानी आउँछ र एकदिन धान नकाट्नु नि हो र होइन पानी आउँछ भने बाई बाई साना बस ल लु गएको बाई बाई नक्कलहरू बाई बाई हिरोनीहरू सबैलाई बाई बाई के को नमजा भएन फेरि गरौँ ल फेरि फेरि बसाउँला नि आजको लागि कहिले काहीँ यस्तै हो ल ल खाइ त्यही त नि प्रिन्स गएको माउ गएको खै हाँसे घर गएकोमा अब डिजे त घन्किँदैछ के अरे अब जिन्दगानीमा सबै फोटो खिचाइ हिन्दी गीत भएन अरे साइलाले फुटाइन्छ ठिक हिन्दी गीत भएन अरे इङ्ग्लिस गीत लोकदोरी अरे साह्रै पार्छ
साथीहरू यो चाहिँ मेरो बाटोलीको भ्लग 2 महिना हुन लागिसक्यो नि त अनि मैले चाहिँ भ्लगहरू एडिट गर्नु पाएको थिएन अनि कहिले काहीँ फुर्सद मिलाएर गरिरहेको छु साथीहरू यो चाहिँ हाम्रो सम्झना रहन्छ भनेर मैले चाहिँ भ्लग ढिलो भयो भने लागिरहेको छु साथीहरू अनि चाहिँ मेरो बाटोलीको बर्थडेको खानेकुरा हो अनि मैले चाहिँ खाना भ्याइन नि त अनि एक्लै भएको कारणले मैले चाहिँ घरमा आएर पनि आफै खाना पकाउनु पर्ने थियो अनि मैले चाहिँ प्याकिङ गरेर सबै यतै लिएँ पठाइदिनु भयो दाइले अनि मैले चाहिँ आमा र आइपुगेर आमा र नानीलाई दिएँ अनि मैले पनि खाएँ साथीहरू यस्तै भयो मेरो बाटोलीको भ्लग हेर्दै गर्नु होला।